Graphic Xerox machine maintenance process. यो हामीले टोनरको यो ड्रम सेटको चाहिँ यो ड्यामेज भएको छ यो प्लास्टिक जसले चाहिँ यो इङ्कहरुलाई चाहिँ माथि यसबाट हुनुको लागि एभोइड गर्छ र यसको हाम्रो अलिकति यो रबर लुज भएको कारणले चाहिँ प्रिन्टहरु यस्तो खराब प्रिन्ट आउन गएको छ तपाईहरुले हेर्न सक्नुहुन्छ यस्तो किसिमको खराब पुरा इङ्कहरु लतपत भएको छ यसको प्रब्लम सर्ट आउट गर्नको लागि हामीले चाहिँ यो काम गरिरहेका छौं सन्तोषजीले पनि थोडा हेल्प गर्नुहुन्छ है र अब यसलाई हामीले पहिला निकाल्नु पर्ने हुन्छ यो लागेको यो हामीसँग नयाँ छ है यो नयाँ हो हामीले चाहिँ यसलाई चाहिँ फिट गर्ने तरिका कसरी हो चाहिँ यो धेरै पनि निस्किनु भएन अनि कम पनि निस्किनु भएन यसको लागि हामीले चाहिँ एउटा पेनले चाहिँ मार्क गर्छौं कहाँनेरसम्म यसको आएको थियो फेरि अहिले थाहा लाग्दैन यसरी पहिला मार्क गर्ने धेरै आयो भने चाहिँ फेरि यसले ड्रमलाई चाहिँ असर गर्छ अहिले यसरी निकाल्छु मैले यता हेर्न सक्नुहुन्छ यसरी हामीले निकाल्छौँ यसरी यो पुरानो हो यसलाई निकाल्दै छौं यसको कम छ यसरी निकाल्छौँ है है निस्केको छ निकाल्यो हामीले हेर्न सक्नुहुन्छ र यसमा चाहिँ कुनै पनि डस्ट हुनु भएन यसको लागि हामीले चाहिँ एउटा कपडा सफा कपडाले चाहिँ यसको इङ्कहरु चाहिँ लागेको छ इङ्कहरुलाई पुछ्ने मजाले पुछ्ने ताकि यसमा टोनरहरु हुन चाहिँदैन सन्तोषजीले यसो समातिदिन्छ हामीले यस्तै अडाइदिने अडाइदिनु भने ठ्याक्कै अब मैले यसलाई खोल्छु यहाँ एउटा स्टिकर जस्तो हुन्छ मेरो यसको फिट गर्दा यो हात पनि सफा हुनु पर्यो के डस्टहरु पनि राम्रो चिप्किँदैन यस्तो गरिसकेपछि स्टिकर मेरो हातमा देखाउ है भिडियो त्यति सानो चिज पनि यहाँ हाम्रो यो ठाउँमा पाउँदैन 3 दिन लगाएको कुन पनि गाह्रो रहेछ मलाई ब्लेडले बिग्रेको यसरी खोल्छौं यस्तो हुन्छ स्टिकर यस्तो हुन्छ धेरै यो चाहिँ एकदम सेन्सिटिभ हुन्छ दुईतिरसम्म न दिदी तपाईले यता एउटा हातले अडाइदिनु है यो पुनःसम्म सरी यसरी यस्तरी मजाले चेप्ने यो मजाले चेप्ने यसरी मजाले चेपेर मजाले दबाएर चाहिँ यसरी चेप्नु पर्ने हुन्छ यस्तो गरेर ताकि प्लास्टिकतिर फेरि हात लगाएर फेरि दुब्रिँदैन यस किसिमले हामीले यसरी नयाँ सेट गरेका छौं यदि तपाईहरुलाई पनि आफ्नो जेरक्स 7830 मा प्रब्लम छ भने यसरी चाहिँ टेस्टिङ गर्न सक्नुहुन्छ नेक्स्ट भिडियोमा के तपाईलाई थ्यांक यू वाचिङ फर माय भिडियो